नमस्कार साथीहरू सबैलाई अनि मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। अनि हजुरहरू सामु एउटा नयाँ भिडियो लिएर आइरहेको छु। हेरेर पक्कै पनि अवश्य मन पराइदिनु हुनेछ र साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा गरिरहेको छु। र आज एउटा कथा जस्तै छ, सिकमूलक कथा छ। कथा अथवा यसको शीर्षक छ कुकुर र गधाको दौड। र एक के भयो भनेपछि कुनै ठाउँमा गधा र कुकुर बस्थे अनि तिनीहरू बीच यस्तो शर्त भयो कि जो चाँडै राजदरबारमा गएर बस्छ त्यो नै यस एरियाको अथवा यस ठाउँको राजा बन्छ भनेर दुईटाले सल्लाह गरे। हुन्छ भन्ने भयो। कुकुर पनि धेरै खुसी भयो। म त दौडिहाल्छु नि, त गधाले त भारी मात्र बोक्ने हो, म चाहिँ दौडिहाल्छु अनि चाँडै पुगिहाल्छु भन्छ। गधाले पनि म पनि पुगुला नि, तँलाई त बरु अरूले केही गर्लान्, मलाई त कसैले गर्ने छैन, म त सरसर गइहाल्छु भनेर सुरु गरे। अनि दौड्दा दौड्दै कुकुर जाँदाखेरि त कहिले यता बाटोतिर अरू कुकुरले छेक्छन्, कहिले यतातिर बाटोले छेक्छन् गरे, तर गधालाई चाहिँ कसैले छेकेनन्, सरसर जाँदै थियो। अनि कुकुर लास्टसम्म पुग्दा गधा पुगेर राजगद्दीमा बसिसकेको थियो। अनि गधा राज गर्यो, तर कुकुरले चाहिँ पछि भयो, गर्न सकेन। यसबाट के सोच्यो भने कुकुरले पनि भन्यो कि हो मेरो आफ्नैले गर्दाखेरि मलाई अगाडि बढ्न देनन्, म हिँड्न नसक्ने पनि होइन, दौड्न नसक्ने पनि होइन, आफ्नैले गर्दा खुट्टा तान्छन्, आफ्नैले त्यस्तो अगाडि बढ्न दिँदैनन् भनेर भन्यो। हुन पनि हो, जिन्दगीमा हाम्रो जीवनमा पनि त्यस्तै भइरहेछ होला साथीहरू। हामी आफै अगाडि बढ्न कोसिस गर्दा पनि कोही आफन्तहरूले अगाडि बढ्न दिँदैनन्, आफ्नै आफन्त र नजिकका साथीहरू भाइहरूले पनि अगाडि बढ्न दिँदैनन्। त्यो कारणले पनि हुन्छ, तर सबै साथीभाइहरू त्यस्ता हुँदैनन्, त्यसलाई दुःख नमान्नु होला। यस एउटा सिक मात्र हो कि कोही आफन्तीहरूले पनि अब आफ्ना खुट्टा तान्ने गर्छन्, त्यसबाट बस्ने गरौँ, तर पनि अगाडि बढिन्छ भन्ने सिपमूलक सिकाइ हो भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।